channel. So सबैहरुलाई फेरि तपाईहरुलाई मेरो नयाँ भ्लगमा स्वागत छ. So आजको भ्लग चाहिँ मैले हजुरहरुलाई अलरेडी पोस्ट हालिसके के को बारेमा हुन्छ भनेर. So today's vlog it's gonna be like our cultural fest program. हैन यो चाहिँ हाम्रो फर्स्ट एभर लाइक एभरेडमा एक्सपिरियन्स हो. कल्चरल प्रोग्राम कस्तो हुन्छ थाहा छैन. नेपालको जस्तो त्यस्तो अलिकति कम अर्गनाइज नहोला, एकदम वेल अर्गनाइज्ड होला. वी आर एक्सपेक्टिङ द्याट. अब एक्सपेक्टेसनमा चाहिँ कस्तो हुन्छ भनेको थाहा छैन. वी क्यान मिट यु गाइज आफ्टर गेटिङ रेडी. एउटा सानो ट्रान्जेक्सन क्लिप पनि हाल्ने चाहिँ. सो यु गाइज प्लिज डोन्ट मिस इट आउट. अनि आजको भ्लगमा चाहिँ नि यु गाइज सुल बी विथ अस टिल द एन्ड, किनकि एक्सपिरियन्स लिनु पऱ्यो नि त नेपालमा बसेर पनि यहाँको कल्चरल फेस्टको होइन. सो गाइज सी यु लेटर. A few moments later. हामी चाहिँ नि निस्क्यौँ अब यो अन्जान यो विदेशी खैरीहरूको दुनियाँमा. हामी यहाँ साडी लाएर हिँड्दाखेरि चाहिँ सबैजनाको आँखा चाहिँ यतैतिर छ. हल्का मेरो दाँतमा टाँसिरहेको चक्लेट खाएको थिएँ मैले. त्यही माथि गाइस थाहा नै छ तपाईँलाई. मैले भन्नै पर्दैन कि म जहिले हजुरको ब्लगमा चाहिँ नि ढिला भयो भनेर नि आइरहेको हुन्छु. सो अहिले पनि हामी ढिलै भइसक्यौँ. लाइक 2 बजे पुग्नु छ अनि अहिले 1:30 भइसक्यो. अनि गाडीमा मेबी कति 1 घन्टा जतिको ट्राभल छ होला बसहरू सर्दा वर्दा. अयो मेरो साडी पुत्किन लाग्यो गाइस. आज चाहिँ नि अब हाम्रो खास के हुन्छ प्रोग्राममा भनेदेखि चाहिँ होइन कस्तो कस्तो हुन्छ भन्दाखेरि लाइक जाने अनि मेबी त्यहाँ केही प्रोग्रामहरू हुन्छ होइन. कुनै हुन्छ नि डान्स प्रोग्रामहरू छ होइन. अब लाइक नेपालीहरूको आफ्नो डान्स प्रोग्राम छ. नेपालीबाट ग्रुपमध्ये एकजनाले अर्गनाइज गरेको छ. अनि त्यतिमध्ये चाहिँ लाइक हाम्रो कुनै 2-3वटा प्रोग्राम होला. अनि त्यसपछि गएर चाहिँ मेबी अरू नाइजेरियन अनि यहीँको रेजिडेन्ट्सहरूको लागि चाहिँ उनीहरूको आफ्नै ग्रुप छ अनि उनीहरूको आफ्नै प्रोग्राम छ. सो अब कस्तो हुन्छ लाइक आइ एम एक्सपेक्टिङ फार मोर बेटर देन नेपाल्स कुनै फेयरवेल काइन्ड्स अफ प्रोग्राम भन्दा चाहिँ त्यो हाम्रो नेपालमा अब फेयरवेल प्रोग्राममा हुन्छ नि लाइक अब कस्तो भन्दाखेरि जाने भाषण 1 घन्टा, त्यसपछि कार्यक्रम के अरे त्यो प्राइज डिस्ट्रिब्युसन कार्यक्रम 1 घन्टा, त्यसपछि बल्ल नाच्ने प्रोग्राम हुन्छ. अनि त्यो पनि धेरै रमाइलो हुँदैन नि त. लास्टमा मान्छे गइसक्छ. सो आई डोन्ट वान्ट द्याट इन दिस होइन. अब गएर थाहा हुन्छ हामीहरूसँगै नै हामीहरूले देख्छौँ होइन. त्यही भएर प्लिज एक्सपेक्ट बेटर एन्ड आई एम अल्सो एक्सपेक्टिङ बेटर. अनि यति गरी मलाई केही गरी अल्छी लागेछ भने चाहिँ म तुरुन्तै निस्किहाल्छु. यदि म बसिरहेछ भने गाइज मलाई रमाइलो लागिरहेको भनेर बुझ्नुहुन्छ. अनि अहिले आज चाहिँ नि एकदम गर्मी छ क्या. लाइक इट्स सन्नी ठिकै भयो. लाइक जाडो नभएर पनि हामीले चाहिँ नत्र फेरि ज्याकेट लाएर हिँड्नु पर्थ्यो क्या. अहिले समरले गर्दाखेरि कस्तो प्रिटी भएको क्या सबैतिर. लाइक हरियालीहरू छ क्या गाइज. जङ्गी उठौँ जुरुक्क उठेर साडी लाउनु थालौँ केटीहरू. आउनेहरूलाई चाहिँ के भन्छ भन्दाखेरि यस्तो लाइक धेरै ल्याउनु पर्दैन. 1 जोडी नै लिएर आए पनि तर त्यो जोडीको सेट चाहिँ सबै ल्याउनुहोस् क्या होइन. लाइक झुम्कादेखि लिएर टिकादेखि लिएर चुरादेखि लिएर हुन्छ नि नेल पलिसदेखि लिएर. अनि त्यसपछि गएर यो जुत्ता भयो हुन्छ नि स्यान्डल हिलहरू अनि हिल सिल लाएर त्यसपछि गएर सेफ्टी पिनहरू चाहिँ लाइक प्लिज नछुट्याउनु गाइज. प्लिज नछुट्याउनु. हामीले बल्ल तल्ल हामी मध्ये कसैलाई होइन साडी पनि लाउन आउँदैन थियो क्या. लाइक मैले भनेको थिएँ नि हामी चाहिँ लाइक युट्युबमा हेरेर साडी लाउन खोज्दै थियौँ कि. तर 81 चाहिँ के भयो भन्दाखेरि मैले एकचोटि मेरो लाइक साडी ट्राई गरेँ मैले लाउनलाई. अनि ग्यास बाट मैले एकचोटिमा साडी लगाएँ. लाइक आमाहरूले लगाएको हेरेको याद गरेर दिमाग त मान्नै पर्छ. पाउनु अलिकति पाठी त भइहाल्छ. अनि यिनीहरूको पनि रिजन अफ बिङ द्याट विथ द्याट साडी मैले लगाइदिएको भएर हो. इट्स नट लाइक मेरो साथीहरूले हेऱ्यो भने हाँस्छन् होला होइन. मेरो साथीहरू लाइक इट्स लाइक इम्पोसिबल मैले साडी लगाएको भन्दाखेरि. अनि त्यही नै क्या गरौँ जिन्दगी सिका देती है सब कुछ. हामी चाहिँ अब बस कुर्नेछौँ. अनि अहिले चाहिँ नि अब आज चाहिँ कतिजनाको आँखा फेस गर्नुपर्छ हामीलाई थाहा छैन. कस्तो बोम्बास्टिक साइड आई हुन्छ पनि थाहा छैन आज है. भाइ सो फाल्तु बकवास गाइज. एकचोटि कस्तो आज आफूलाई See you later. One eternity later.
हामी यहाँ म्याप हेरेर यहाँसम्म आइपुग्यो नि हाम्रो एकजना साथी कुर्दै थियो नयाँ साथी उहाँ हुनुहुन्छ त्यसपछि गएर यहाँ अर्को दुईजना सो हामी चाहिँ यसो लयमा लागिहाल्छ उताबाट त्यहाँबाट त्यहाँ जानुपर्छ गाइस टुबेले भेट्यो भेट्यो उहाँ ऊ तर कस्तो खल्लो सुनसान के हो यस्तो यो ए ह्युस्टन लेखेको छ त ऊ ह्युस्टन टिचर युनिभर्सिटी टालेको छ गाइस फाइनली हामी आइपुग्यौँ यहाँ टाँसेको रहेछ ह्युस्टन टिचर युनिभर्सिटी भनेर अनि टुबेले हामी आइपुग्यौँ अब भित्र चाहिँ कतिजना छ के छ एज पर द एक्सपेक्टेड छ कि छैन कस्तो अप्ठ्यारो लागेको है जमजम तैँले के भिडियो बनाइदिएर त लाज लाग्छ भनेर लाज लाग्दैन भनेर हाम्रो नेपालको स्टेजै राम्रो हुन्छ यार बेकार ननाचेकै ठिक भयो है ननाचेकै ठिक भयो नाचेको भए बेइज्जत हुन्थ्यो लिटरली बेइज्जत हुन्थ्यो क्या हेर्नु के हो यो खै कहाँ गयो यहाँ कुर्सी हुन्छ नि लिटरली त्यो क्लासको हुन्छ नि क्लासमा क्या कुर्सी पुरै घुमाएर राखेर बिचमा नाच भने जस्तो कि वाट इज दिस के हो यो प्रोग्राम के हो यो लाइक आई हेट दिस लाइक इट्स एक्सपेक्टेसन भर्सेस रियालिटी एक दुईजनाको उही एकछिन बसौँ अनि खानेकुरा के दिन्छ खाएर जाउँ है यो के हेर्ने भने त्यही नेपालीको डान्स हेर्ने अनि जाने A few inches later. सो हाम्रो चाहिँ फर्स्ट पर्फर्मेन्स अफ द डे So we're gonna have like our food later also. खाना सबै छ त्यही भएर छिटो जाने रे फुड स्टल भनेको नि यही हो अनि यहाँ फुड स्टल हामी लाइनमा बस्दैछ हामीले खाने स्टल चाहिँ त्यो बिरयानीको मात्रै अरू सबै यहाँ खाना डिसहरू छ मसला चाय रक्साको खानेकुरा ए पफ पफ रहेछ पफ 2,000 years later. So guys, this is like the food. Biryani, rice, chicken, achar. हामी नेपालीमा बिरयानीको अचार भन्छ अनि यहाँ चाहिँ मसला दिन्छ यो चाहिँ आफ्नो नकिचेन के भन्छ You're sharing your culture with me. Is our Mr. Edmond. So हामी चाहिँ खाएर म सकौँ होइन मेरो मोबाइलको चार्ज सकेर साथीको मोबाइलबाट गर्दैछु अनि अहिले चाहिँ अलिकति धेरै मान्छे भयो साथीहरू बोल्दा आइपुगेँ I'm looking for one more person that I'm going to hire for that. I need 2 people for that position. So guys, the next performance of the show. Party, Radha like some party, Radha like some move and sexy Radha party. Pankaj mein aake saiya, madure bhaiya, and everybody crazy on Radha. And everybody crazy on Radha. Lakho dil ka
राधा तेरी चुल्ली ओ राधा तेरा छल्ला ओ राधा तेरी नक्खट नजरिया तेरा झुमका ओ राधा तेरा ठुमका यस्तै स्पिकर प्रब्लमले गर्दाखेरि रिसिभ लाग्यो गाइस खै 3:28 AM. सो गाइस हामी चाहिँ अहिले प्रोग्रामबाट निस्किसक्यौँ अनि एज मैले सुरुमै भनेको थिएँ एक्सपेक्ट गर्न सकिँदैन कस्तो हुन्छ भनेर अनि यो गाइस कस्तो थियो भनेर क्लियरली सबैजनाको एक्सप्रेसनबाटै थाहा हुन्छ कस्तो थियो प्रोग्राम भनेर लाइक 3/10 त्यो पनि एफर्ट्सको लागि को नाचिदिनु भएको थियो कसैले अर्गनाइज गर्नुभएको थियो कसैले खानेकुरा ल्याएको थियो सी इन द नेक्स्ट भ्लग अनि देखि नै हाल्नुभयो कल्चरल फेस कस्तो कल्चरल नारीहरू यिनीहरूले कल्चरल नारी विदाउट एनी कल्चर भयो धेरै नराम्रो पनि भन्नु हुँदैन इट वाज गुड इट वाज प्रिटी गुड सो गाइस सी इन नेक्स्ट भ्लग बाई High volume. Am I really that much?